Hey guys, welcome to my channel. गगन इलेक्ट्रिक्स च्यानलमा चाहिँ हजुरहरुलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ के गर्ने भन्दाखेरि एलडीआर सेन्सर युज गरेर लाइटलाई डेमा चाहिँ अफ हुने, नाइटमा चाहिँ अन हुने सिस्टम। सुरुमा हामी अर्डिनो लिगौं, रिले मोड्युल लिगौं, 1K को रजिस्टर, एलईडी एउटा, एलडीआर सेन्सर एउटा, त्यसपछि गएर 10K को रजिस्टर। अब कनेक्सनमा जाँदाखेरि चाहिँ कसरी जाम भन्दाखेरि जुन यो हाम्रो यो रेड वायर छ, रेड वायर चाहिँ +5 भनेको V5 बाट यहाँनेरि पोजिटिभमा पोजिटिभमा गएको छ भने पोजिटिभको लागि यसमा पनि पोजिटिभ, अनि त्यसपछि यो पोजिटिभ यहाँनेरबाट आएर रिलेको लागि पनि 5 भोल्ट यहाँनेरि हामीले दिएको छौं है। रिलेमा आउने इनपुट भनेको चाहिँ यहाँनेरि VIN मा आउँछ भने यहाँनेरि VIN चाहिँ मैले डाइरेक्ट A5 मा कनेक्सन गरेको छ यहाँनेरि ल्याएर, अनि यो A5 बाट 1K को रजिस्टर यहाँनेरि एलईडी को पोजिटिभमा लागेको छ, नेगेटिभ चाहिँ सिधै ग्राउन्डमा लागेको छ है। अनि त्यसपछि एलडीआर को एउटा पोजिटिभ वायर भएको रेड वायर भयो, ओरेन्ज वायर भएको नेगेटिभमा, नेगेटिभ चाहिँ 10K को रजिस्टरबाट चाहिँ डाइरेक्ट यहाँनेरि कनेक्सन भएको छ भने यो चाहिँ नेगेटिभ वायर डाइरेक्ट आएछ रिलेमा। आजको यो भिडियो को कसलाई मन पर्यो, मन परेको छ भने लाइक, शेयर, सब्स्क्राइब गरेर सपोर्ट देखाइदिनु होला।